अप्ठ्यारो परिस्थितिमा कसरी खुसी बन्न सकिन्छ? यो जटिल विषय हो, तर आफ्नो पीडालाई सही पहिचान र त्यसको स्वीकार्यतालाई ध्यान दिँदै सरल ढङ्गले व्यवस्थापन गरी जीवनमा खुसी ल्याउन सक्छौँ। जीवनमा दुःख सुख आउँछन्, तर पीडाको बेला खुसी हुन सकिन्छ भन्ने कुरा बुझ्नै गाह्रो लाग्न सक्छ। खुसी त्यो पनि पीडा र असहज परिस्थितिमा कसरी बन्न सकिएला भन्ने प्रश्न उठ्नु सबैका लागि स्वाभाविक हो। तर केही उपायहरू छन् जसले त्यो पीडालाई सहज रूपमा लिन सहयोग गर्दछ र त्यसैभित्र पनि शान्ति र खुसीको झिल्को देख्न सकिन्छ। अप्ठ्यारो परिस्थितिहरू जीवनमा अक्सर आउँछन् जसले त्यो पीडालाई सहज रूपमा लिन सहयोग गर्दछन् र त्यसैभित्र पनि खुसी बन्न सक्ने प्रयासहरू गर्न सक्नुपर्छ। अप्ठ्यारो परिस्थितिहरू जीवनमा नआउने भने होइन,